हेलो गाइस है म चाहिँ आज मेरै बुढीलाई प्राङ्क गर्दैछु हो। उही माथि अफिसबाट उही माथि आइपुग्यो अरे के हुन्छ के हुँदो रहेछ हेर्दै गर्नुहोस् है ल। के भन्दो रहेछ मेरो बुढीले हो। म बस्छु हो, नानी मात्रै छ, के हुँदो रहेछ हेर्नुहोस् है त। अभी मजा आएगा ना भिडो। के गर्छस् लाई के गरेको पूजा पापा के गर्दैछ भाइ? तपाईँकोमा फोनमा जिपे छ अरे मलाई दोकानमा दिनु। मेरो टोयलेट पस्यो ऊपर। के भन्छ तपाईँ चाहिँ? हो नजोत्ने हाउडे कुरा हो टोयलेटमा जोति बस्छ। टोयलेटमा पसेको ऊपर। टोयलेटमा चाहिँ पस्यो? अघि टोयलेट गर्दाखेरि पसेको नि। के भएर पस्यो? अनि टोयलेट गर्ने बेला टोयलेट आएको थियो कि टोयलेट गर्ने बेला पसेको अन्त नै नजोत्ने तपाईँ अस्तिदेखि भनेको झन् सर मैले त्यत्रो नगर्नु, टोयलेट जाँदाखेरि नबोक्नु नखेलाउनु भनेर। त्यही त पसेको नि हामी के चाहिँ गर्नु। पैसा नभएकोलाई चाहिँ तपाईँको फोनहरू सबै टोयलेटतिर हाल्दै बस्नु ल। आफै पसेको आएको मैले हालेको पो होला। आफै किन्नै मेरो त पैसा पनि छैन, अब योपालि स्यालेरीले पनि पुग्दैन। दिनु नि 4-5 हजार छ किन्नु आइटम गरिकन किन्छु म। कति हुन्छ अब मिलाएर दिन्छु। पैसा नभएकोलाई चाहिँ तपाईँलाई जहिले तैँले फोनहरू टोयलेटतिर हालिबस्छ। अनि मैले जानी पो होला। जानी पो होला। सधैँ नबोक्नु भनेको त्यो त जानी कहाँ मैले गरेको आफ्नो पैसा बेसी भएको होला नि, अब आफै उयो गर्ने मलाई दिँदैन। त्यसो मेरोमा पैसा छैन, अब 4-5 हजार चाहिँ दिनु नि। छैठा गरिकन किन्छु। दिँदिन म त। कस्तो फोनहरू पनि टोयलेटतिर पो हाल्नु। टोयलेट गर्ने बेला पोसिकाको हालेको होइन, पोसिकाको। किन बोकेर जानु पर्यो अनि फोन? अब बानी बसिसक्यो। बानी बसिसक्यो। जेसुकै गर्नु फोनहरू टोयलेटतिर हाल्नु कि कता कता लाउनु कि मलाई केही नभन्नु। उठाएनिर अफिस लाउनु। बाउ टोयलेटमा फोन हाल्दै एकतिर, छोरा एकतिर। याद गर्नुपर्छ नि यसो भाइलाई पनि। टोयलेटमा फोन पस्यो भन्छ त्यतै। टोयलेटमा फोन पसेर मनै मरेर अल्छी लागिरहेछ। सिमहरू चाहिँ अब टोयलेट भित्र पसेको चाहिँ सिमहरू चाहिँ कहाँबाट हुनु? सिम के छैन। सिम निकाल्नु पर्दैन अन्त सिम चाहिँ अब पसिगएको कामगुरु पनि पसेको कता हो? कहाँबाट निकाल्नु सिम? उहाँ सब खोल्नु उहाँ सब खोल्नु। किन जोतेको? के भन्नु भिडियोलाई भनिदिनु त। हल्का प्राङ्क गरिदिएको नबिस्कन हो बुढी। के साह्रो हो के भन्नु? बेला यस्तो प्रोग्राम हुन्छ बेला यस्तै। भाइले जोतेको मलाई।